पिस्तोलमा कति गोली छ त्यसको हिसाब म राख्दिन। नेपालको फिल्म इतिहासमा एउटा नाम यस्तो छ जुन नाम कुनै परिचयको मोहताज छैन, महानायक राजेश हमाल। अब त्यो नाम फेरि फर्किएको छ नरसिंह अवतार लिएर। तर किन अहिले जब हमाल फर्किए हलहरू खाली छन्? किन हलले विश्वास गरेनन् हमालमा? के यो सधैँको अन्त्य हो या सुरु भएको छ एउटा ऐतिहासिक पुनरागमन? नेपालको फिल्म इतिहास हेर्ने हो भने 30 वर्ष भन्दा बढी समयसम्म एकै व्यक्तिले यो इन्डस्ट्री बोकेर अगाडि बढाएका थिए। त्यो व्यक्तिको नाम हो महानायक राजेश हमाल। तर आज जब उनी नरसिंह अवतार लिएर फर्किएका छन्, हलहरू किन सुनसान छन्? किन हलहरूले पर्याप्त स्क्रिन नै दिएनन्? के राजेश हमालको क्रेज घटिसक्यो? के अब नयाँ पुस्ताले उनलाई बिर्सिए? के उनको स्टारडम अब सकिएको हो? होइन, यो प्रश्न होइन, यो चुनौती हो। चुनौती सिनेमा इन्डस्ट्रीलाई, चुनौती दर्शकलाई। के तिनीहरूले आफ्नो महानायकलाई बिर्सियौ? जब नरसिंह अवतार घोषणा गरियो लाखौं फ्यानहरू उत्साहित थिए। ट्रेलर आयो, टिजर आयो, भिड लाग्यो, चर्चा भयो। तर जब हल बुकिङ खुल्यो त्यति नै हल किन दिएनन्? के डर लाग्यो अरू फिल्म मेकरलाई? यो फक्ट फिल्म होइन, यो इतिहास हो। यो एक महानायकको कमब्याक हो र त्यो पनि साधारण भूमिकामा होइन, नरसिंह अवतारमा। जुन यात्रा जसको नाम सुन्दा पनि रगत उम्लिन्छ, जुन यात्राको आवाज गुन्जिदा सिङ्गो हल काप्छ। आजको दिनमा राजेश हमाललाई हेपिएको छ। तर के तपाईले बिर्सनु भयो को हुन् हमाल? त्यो व्यक्ति जसले नेपाली सिनेमा देशव्यापी बनायो, जसले नायकलाई देवता बनाए। अब त्यही व्यक्ति फर्किएका छन्। अब आउने छ जेठ 9 गते शुक्रबार। त्यो दिन हलभित्र खुट्टा टेक्ने ठाउँ हुँदैन। तपाईको क्यालेन्डरमा त्यो मिति गोलो घेरा लगाइदिनुहोस्, किनभने त्यो दिन नरसिंह अवतार आउने छ। राजेश हमालको क्रेज सकिएको छैन, अब बल्ल सुरु भएको छ। नरसिंह अवतार एउटा फिल्म होइन, त्यो एउटा आन्दोलन हो र त्यो आन्दोलनको साँची बन्न तपाई पनि तयार हुनुहोस्। त्यो दिन तपाईको क्याल्कुलेटरले गन्न नसक्ने कमाई हुनेछ। त्यो दिन तपाईलाई सम्झाउने छ महानायक भनेको को हो। जो आज हेपी रहेका छन् भोलि माफी माग्ने छन्। याद राख्नुहोस्, नरसिंह अवतार आउँदैछ। इतिहास लेख्न अब तपाईको पालो। के तपाई राजेश हमालसँग हुनुहुन्छ? यो जोश, यो गर्व साझा गरौँ। यो भिडियो शेयर गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् नरसिंह अवतार जोशमा। तपाईलाई यो भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सनुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। जय नेपाल, जय सिनेमा। धन्यवाद।